नयाँ जहिले पनि नयाँलाई लाउने नयाँलाई लाउने नयाँलाई लाउने नयाँलाई लाउने नयाँलाई लाउ नयाँलाई सबै नयाँलाई लाउने। नमस्ते। ओ सबैजना यता आऊ र आऊ, सबैजना यता। ओइ म दारी पालेको देख्दैछु एकजनाले दारी पालेको देख। किन पालेको दारी? कसले दारी पाल्नु हुनु? तपाईँले दारी पाल्नु हुने गाइड गरेछ के टेरेन? अहिले होइन, ड्युटीमा आएको पठाउने होइन, तर भोलिदेखि दारी काटेर आएन भने है कि दारी काट्ने कि दारी काटेर ड्युटी आउने कि घर बस्ने है, यति मात्रै। अरू मलाई थाहा छैन नि। फेरि प्रश्न कुरो, कसले पालेको छ दारीहरू? दारी हातका नङहरू हो। तपाईँहरू यत्रो जानुहुन्छ, यति स्मार्ट हुनुहुन्छ, यस्तो हुनुहुन्छ यार तपाईँहरू। किन मलाई जे भन्दा मैले किचकिच कराइराख्नुपर्छ तपाईँहरूलाई? यो प्लेट तपाईँहरूलाई मैले यो फेरि पनि पुरानो प्लेट नराख भनिरहेको छु है। मैले पुरानो प्लेट कहिले पनि नराख, जहिले मैले नफाली हुँदैन होइन जहिले पनि। यो पुरानो प्लेट किन राखेको यहाँ? किन ल्याएको यहाँ? पुरानो प्लेट किन ल्याएको यहाँ? कसले ल्यायो? तिमीले हो? तिमीले हो? किन ल्याएको त पुरानो प्लेट? नयाँ जहिले पनि नयाँलाई लाउने नयाँलाई लाउने नयाँलाई लाउने नयाँलाई लाउने नयाँलाई लाउ नयाँलाई सबै नयाँलाई लाउने। तपाईँहरू जहिले पनि नयाँलाई लाउने, नयाँलाई भनौँ, नयाँलाई नयाँ नयाँ नयाँ। अनि पुरानो चाहिँ के हेरेर बसेको त? पुरानोले चाहिँ कहिले पनि मैले जति मलाई यही समय गाली खाउने काम नगर है तिमीहरूले प्लिज। तपाईँहरूले गाली खाउने काम नगर्नु त मलाई। बुझ्नु न, यति मात्र बुझ्दिनु न प्लिज। तपाईँलाई हुँदैन सेपले भनेको मान्दैन भनेपछि बुझ्नु। पुरानो प्लेट ल्याएर राखिसकेको छ, मिल्छ त? त्यहाँ राम्रो छ भनेर हुन्छ, सफा छ भनेर हुन्छ? कम्बिनेसन प्लेट कम्बिनेसन मिल्नु पर्दैन? ल सबै भरे 5 बजेको ब्रिफिङ राख्ने, सबैसँग कुरा गर्ने। यो सबै किचन फिल्टर हुँदैछ है, किचन फिल्टर हुँदैछ। तपाईँले बुझ्नु होला है त, किचन फिल्टर हुँदैछ प्लिज। किन म सर्ट हालिहाल्थेँ नि त। म यसमा ध्यान नदिने भए एक प्याकेट नुनले 100 लिटर पानी हुन्छ यार। लु भन्नुहोस्, तपाईँहरूको नुन निकाल्नुहोस्, एक प्याकेट नुन। म माछाको तेल हालेर किन खाना बनाउँछु त? लु भन, फिस सस हालेर किन खाना बनाउँछु म? किनभने स्वास्थ्य, मान्छे हेल्दी हुनुपर्छ, कस्टमर हेल्दी हुन्छ। माछाको तेल हालेर खाना बनाउँछु म डाइरेक्ट नुन युज गर्दिनँ म कहिले पनि, सल्ट युज गर्दिनँ। किन भने म चाहिँ 20 रुपियाँको चिजले हुने ठाउँमा चाहिँ 300 को चिज खर्च गर्छु म चाहिँ। अनि तपाईँहरू चाहिँ 2 रुपियाँ खर्च भएर 20 रुपियाँ फाइदा हुने ठाउँमा चाहिँ तपाईँहरू चाहिँ फोहोर गरिदिनुहुन्छ, तपाईँहरू नराम्रो गरिदिनुहुन्छ त? प्लिज है, हामीले जहिले पनि मेरो नेतृत्वमा भनेको लाग्दैन फुटाउने हो। हेर्नुहोस् अब त अहिले त म यति मात्रै कारबाहीमा म तपाईँहरू धेरै लाइनमा त आउनु भएको छ, सुध्रिनु भएको छ। तर यो कारबाहीले मात्रै तपाईँहरूलाई पुगेन भने तपाईँलाई 3 महिनाको क्लास लिएर जाँच चेक गरेर अनि मात्रै फिल्टर गर्छु म तपाईँहरूलाई। यो बुझ्नु होला, बुझ्नुभयो नि?